बचपनको कन्तुरबाट एक किस्सा झिकेकी छु। जीवनको कालखण्डमा कसलाई कति बेला समयले कहाँ उत्ताउँछ पत्तै हुँदैन। प्रत्येक पाइलामा छुट्टा छुट्टै कथा भेटिन्छन् र उनिन्छन् शब्दहरूको माला। यो किस्सा पनि त्यही मालाबाट निकालेको एक सानो टुक्रा हो। जीवनगाथा माघी यानि कि मकर सङ्क्रान्ति। 2071 साल माघ महिना बाँकेमा अत्याधिक जाडो थियो। जाडोको कारण अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन खासै रुचाउँदैनथ्यौँ। घरभित्रको एउटा कुनामा टिभी छ। बेला बेलामा चलिरहने चिसो हावाको झोपाले एन्टेनाको स्थान गडबड हुँदा झ्यारझुर गर्दै भए पनि टिभीमा सञ्चारकर्मी गोविन्द खड्काले वाचन गरेको समाचार हेर्न र सुन्न सकिन्थ्यो। चिया र चिउरा खाँदै सबैको ध्यान समाचारमा एकाग्र थियो। संविधान सभाको दोस्रो निर्वाचन सकिएको पनि धेरै भएको थिएन। पुसमाको चिसोमा पनि देशको राजनीति गर्मराएको थियो। को मन्त्री बन्ने, को कति बनिसके। समाचारमा मुख्य आकर्षक यस्तै थियो। चिसो मौसमको तगारो छोचल्दै केही बालबालिकाको एक समूह हाम्रो घर बाहिर आयो र हल्ला गर्न थाल्यो। पहिला यहीँबाट सुरु गर्नुपर्छ। को हुनुहुन्छ घरमा? ए भन न हो, सुरु गर। उनीहरू आपसमा सरसल्लाह गरिरहेका थिए। एकजना केटो करायो, ठुली माइजू, ए ठुली माइजू। फुक्न लागेको पटुकीको फेरो एक हातले कस्तै ठुलो स्वरमा किन भन्दै हत्तपत्त आमा बाहिर निस्कनु भयो। आमाको पछि लाग्ने हाम्रो सानैदेखिको बानी। हाम्रो मात्र नभई बालापन सबैको त्यस्तै हुन्थ्यो होला। आधा खाइसके पनि चियाको गिलास तातै थियो। हातमा समाएर हामी पनि आमाको पछि पछि बाहिर निस्कियौँ। बाहिर कराउने अरू कोही नभई हाम्रो घर वरिपरिका साथीहरू केशर चन्द ठकुरी, भावना पुन मगर, प्रतीक्षा सिंह ठकुरी लगायतको टिम रहेछ। माइजू भन्ने केटो केशर थियो। नातामा उसले माइजू नै भन्न पर्थ्यो। उमेरमा समानताको कारण पनि होला, हामी त सम्बन्धनमै थियौँ। किन बोलाएको यस्तो जाडोमा? कहाँ डुलेका छौ? बिरामी परिन्छ। लखर लखर डुल्नुभन्दा घरमै बसेर आगो तापे हुने। ज्यानलाई तातो त हुँदो। अलिकति माया, अलिकति रिस पोख्दै आमाले भन्नुभयो। माग्न हिँडेको ठुली मम्मी। प्रतीक्षा पक्का बोली। माग्न भन्छेस्? खिचडी माग्न हिँडेको भनेर राम्रोसँग भन्, केशरले झर्केर बोल्यो। प्रतीक्षा चुप लागि। अरू टल्ल परे। हामी उनीहरूको अनुहार पढ्यौँ। स्पष्ट थाहा हुन्थ्यो रमाइलोको लागि हिँडेका हुन् भनेर। जाडोमा हिँड्नुको बेली बिस्तार लगाउँदै मतिर हेर्दै केशरले भन्यो, त पनि हिँड, कस्तो रमाइलो हुन्छ। मिठा मिठा खानेकुरा खान पाइन्छ। उसको प्रस्तावले मन फुरुङ्ग हुन्छ। धागो चुडेर उडेको चङ्गा जस्तै अस्तव्यस्त तरिकाले उडिदिन्छ। बालापनबाट बिदा हुँदै गर्दा तर्खरमा रहेको उमेर, सम्हालिन नसकिने अवस्थाको चञ्चले मन, हुल बाँधेर मालचरी जस्तै एकसाथ हुन्न र डुल्न कसलाई मन नलाग्दो हो। म पनि त्यही हुलमा मिसिएर रमाउने निर्णयमा थिएँ। तर मिठाई शब्द सुन्न साथ बहिनीको तीर्नेत्र खुले। म पनि तिमीहरूसँगै जाने, बहिनीले जिद्दी गरिन्। 10 वर्ष अघि बहिनी निकै सानो थिइन्। हाम्रो उमेर समूहसँग हिँडुल गर्न अलि गाह्रो पर्थ्यो। बहिनीलाई फकायौँ, सम्झायौँ। मिठाई र मिठा चिज तिमीलाई पनि ल्याइदिन्छौँ। अनेक आश्वासन दिँदा पनि उनको जिद्दी पनि नहटेपछि साँझ समयमै घर फर्कने बाचा आमासँग गरेर बहिनीलाई साथमा लिएर घरबाट निस्कियौँ। सुरुवात कहाँबाट गर्ने कुनै दुविधा थिएन। सुर्खेती अङ्कलको घरबाट गऱ्यौँ। टन्न खिचडी, तरुल, सरखण्ड विभिन्न परिकारहरूतिर हामीलाई बिदा गरे। हामी अर्को घरतिर लाग्यौँ। कहिले तल्लो गाउँ, कति बेला माथिल्लो गाउँ पुग्दै विशेष गरी थारू समुदायको बसोबास भएको बस्ती झिङ्गाउरा भरि खिचडी मागेर बाटो लाग्यौँ। खिचडी माग्दा तिहारमा देउसी भैलो खेले जस्तो तरिका अपनाइन्छ। एकजनाले खिचडी मिचडी भन्छ, बाँकी सबै उसको पछि पछि लागेर देउन बजै भन्नुपर्ने हुन्थ्यो। घरबेटीले खिचडी मात्र होइन, तरुल, सकरखण्ड, सेलरोटी, फलफुल, लड्डु, चाकु लगायत आफ्नो घरमा बनेका सबै परिकार र दक्षिणा दिन्छन्। हामीले पनि दिनभरि त्यस्तै गऱ्यौँ जुन हाम्रा अग्रजहरूले गरेका थिए। थुप्रै घरमा पुग्यौँ। थरी थरीका खानेकुरा खायौँ। कसैले त 10-5 रुपियाँ दक्षिणा पनि दिए। बालापनको लोभ र लालच पनि अचम्मको हुँदो रहेछ। न डर न त्रास। जो जसले दक्षिणा दिए उनीहरूको घरमा तिहारमा देउसी भैलो खेल्नुपर्छ है, यो घरमा पैसा दिन्छन् भन्दै हिँड्थ्यौँ। केशरले दिनभरि भट्टायो खिचडी मिचडी। हामीले पनि दिनैभरि घाँटी सुकुन्जेल भन्यो, देउन बजै। काका काकी जो भए पनि बजै नै भर्नुपर्ने नियम थियो। त्यो नियम अग्रजहरूकै थियो। केही नियम र संस्कार हामीले पछाएका थियौँ। नत्र दिँदैन खानेकुरा भन्थे साथीहरू। हामी पनि फुर्तीका साथ देउन बजै भन्थ्यौँ। उमेर सानो र बोली प्रष्ट नभएर होला, बहिनीले राम्रोसँग भन्न आएन। खिचडी मिचडी देउ न बज्जै हामीले भन्दा दही नबजाऊ भन्थिन् बहिनीले। अझ कति बेला त नदेऊ बजाऊ भन्थिन्। केशर कड्केर भन्थ्यो, पक्तलाई मिठाई दिने होइन, खालि उल्टो पुल्टो मात्र भन्छेस्। केशरलाई रिस उठ्नु र हप्काउनु स्वाभाविक थियो। ऊ नेतृत्व भूमिकामा थियो।
बहिनी रुन थाल्थिन्। म फकाउँथे, मेरो बहिनीलाई म दिन्छु मिठाई, तैँले नदिएर के भयो त? केशरले हप्काउँथे र बहिनी चुप लाग्थिन्। यसरी तर मम गर्दै गाउँ चाहर्दै खिचडी र मिचडी माग्दै दिन बित्यो र साँझ घर फर्क्यौँ। दिनभरिको हाम्रो कमाई हाम्रै घरमा बसेर गन्दा 45 रुपियाँ पो भएछ। भागबन्डा गऱ्यौँ, 5-5 रुपियाँ पर्यो। ओहो, त्यो कमाई पनि कम्ती थिएन त्यो बेलाको। खुसीले सबैजना गदगद थियौँ। दिनभरिको थकान बिर्सेर सबैको चेहरा हेर्न लायकको थियो। म पनि त्यसै फुरुङ्ग थिएँ। केशर चाहिँ हत्तपत्त मेरो आमालाई गुनासो सुनाउन थालिहाल्यो। माइजू, अब अर्को पटक त यो सानीलाई नलाने हामी। किन र भन्छ? के गरे यसले? आमाले सोध्नुभयो। यसले भन्नै जानेन, दिनभरि सिकाउनु पर्यो, केशरको गुनासो थियो। के भनी यसले? आमा हाँस्दै सोध्नुभयो। तैँले देउ न बजै भन्दा यसले नदेउ बजाउ भन्थे। यस्तो होइन भनेर सिकाउँदा दही नबजाउ भन्थे। कम त रिस उठ्यो। यसले दिनभरि उल्टो पुल्टो मात्र बोली। केशर रिसाएर मात्र नभए गम्भीर भएर सुनार्यो। केशरको कुराले वरिपरिका सबै अभिभावकहरू बेसरी हाँस्नुभयो। आमा पनि हाँस्नुभयो। हामी पनि हाँस्यौँ। सबै हाँसेको देखेर केशरले पनि हाँस्न थाम्न सकेन। ऊ पनि मजाले हाँस्यो। सबै आफ्नो घरतिर लागे। माघी पर्व सकिएको हप्तौँ पनि कहिलेकाहीँ बहिनीलाई जिस्काउन साथीहरू आउँथे र भन्थे, खिचडी मिचडी नदेऊ बजाउ। हामी मुर्छा परि हाँस्थ्यौँ। बहिनी खिन्न हुन्थिन् र एकैछिनमा फकाउँथ्यौँ। बहिनीले पनि गल्ती गरेको महसुस गर्थिन्। वर्षौँ बितेछ, खिचडी मिचडी माग्न नहिँडेको पनि। आज ती साथीहरू कोही प्रवासतिर छन्, कोही सन्तानका बाआमा बनिसके, कोही अझै पनि भविष्यको खोजीमा सहरका गल्ली गल्ली चाहरिरहेका छन्, कोही बाध्यताको डोरीले बाँधिएर कोसौँ टाढिएका छन्। गाउँ रित्तो छ भनौँ, सप्तोक छ भनौँ, केही पनि छैन। न त त्यो बेलाका साथी सङ्गीहरू सम्पर्कमा छन्। आजभोलि खिचडी मिचडी माग्न पनि जाँदैनन्। जिन्दगीले नै खिचडी मिचडी खेलाइरहेको छ। महसुस भइरहेको छ त्यस्तै। जो जहाँ जस्तो भए पनि सबैमा समुद्र सम्झना अनि सबैलाई मकर सङ्क्रान्ति अर्थात् माघी पर्वको बहुत बहुत शुभकामना। लेखक जयन्त सुधा, जाजरकोट।